मे महागुरु तन्त्र मन्त्र यन्त्र मानव सेवा केन्द्र बौद्ध छ सिद्धिनगर रामहिटी। रामहिटी ओह्रालो सकिना साथ देब्रेपट्टि 200 मिटर अगाडि यहाँले देख्नुहुन्छ मे महागुरु तन्त्र मन्त्र यन्त्र मानव सेवा केन्द्रलाई। मानव सेवा नै सबैभन्दा ठुलो र सर्वोच्च धर्म हो अनि तान्त्रिक शक्ति नै शाश्वत शक्ति र सत्य हो। यतिखेर हामी तन्त्र मन्त्र र जन्त्रका एक सिद्ध पर्याय तान्त्रिक गुरुदेव इन्द्र स्याङतान अर्थात् इन्द्र झाँक्री कहाँ आइपुगेका छौँ। मेहे महागुरु तन्त्र मन्त्र यन्त्र मानव सेवा केन्द्र बौद्ध छ सिद्धिनगर रामहिटीमा उहाँको कुटी अर्थात् आश्रम छ। विगत 3 दशक अर्थात् 30औं वर्ष अघिदेखि तन्त्र मन्त्र र जन्त्रसँग सन्दर्भित हुँदै ज्योतिषीय परामर्श सेवामा अथक प्रयासका साथमा डटिरहनु भएका एक अविराम तान्त्रिक योद्धा इन्द्र झाँक्री र उहाँसँग सन्दर्भित कुटीको विषयमा हामी केही जानकारीमूलक चिजहरू प्रस्तुत गर्दैछौँ। हर समस्याको पलभरमै तुफानी समाधान। कसैको छोराछोरी कुनै कालो जादु कालो टुना मोहनीको बसमा परेको छ भने तुरुन्तै सम्पर्क गर्नुहोस्। त्रिकालदर्शी 1008 महागुरु भैरवजी। सम्पर्क 9840 3348 03। बुवा आमाले भनेको नमान्ने, पढ्न लेख्न नमान्ने, छोरा बुहारीले हेला गर्ने, बुवा आमालाई हेला गर्ने दोष निवारण गरिन्छ। विवाहमा रोकावट, सौतेनी वा दुश्मनबाट छुटकारा, पति पत्नीको झगडापन, कोर्ट कचहरीको मुद्दा जिताउने, औलाउने बौलाउने, जागिर वा विदेश यात्राको बाटो खुलाउने, घर जग्गा गाडी किनबेचमा ढिलासुस्ती, नजर लागेमा हर समस्याको तुरुन्त समाधान। कालो जादु, कालो तुना, कालो नाग, महामण्डली, शैतान, घरको जगमा गाडेको मसानको समाधान गरिन्छ। सम्पर्क नम्बर 9814 28 53 58। बा हजुरको नाम कहाँबाट आउनुभयो, कसरी चिन्नुभयो यहाँ इन्द्र गुरुलाई? मेरो इन्द्र प्रसाद पौडेल हो। मेरो घर बौद्ध सिद्धिनगर वार्ड नम्बर 6 हो। म यहाँ आउनु भएको 7-8 वर्ष भइसक्नु भएको हो। अनि यसरी बाहिर सुन्दै जाँदा आखिरमा आफ्नै टोलमा रहेछ। म बाहिर पनि यसरी बिरामी थुप्रै हामी झाँक्री कहाँ पुगेको व्यक्ति हो। हजुर। किन फर्स्ट अफ अल मलाई मेरो व्यथा के थियो भने जब मेरो हातबाट रौँ आउने यस्तो पुरा यस्तो भइरहेको थियो। हातबाट रौँ? हजुर। आफसे आप आउने? अरूले नदेख्ने, ठिक मैले मात्रै देख्ने थियो, अरूले देख्दै नदेख्ने। अनि अरू गाउँलेहरूले यो राति बौलाएछ, यस्तो भएछ, यो त बौलाएर हिँड्न थाल्यो, यसले मात्रै देख्ने, हामीले नदेख्ने, यसलाई हामीले उनीहरूले चोखो पानी छ्याप्ने के गरेर दुनियाँभरको मलाई गर्दै राख्यो। अनि कतिपयले त होइन यो मेन्टलै यो भन्ने पनि योजना, यो मेन्टल हस्पिटल लानुपर्छ। म राति फेर हिँड्थेँ पनि आफू एक्लै बनाउँथेँ। हस्पिटलमा उपचार गर्नु भएन? अस्पतालमा अरूहरूको भनाइ छ पहिला हस्पिटल गएँ। हजुर। अब होइन देउता आउँदा होइन, देउताले त यति बेलासम्म चेक्नु नपर्ने हो, छोड्नु पर्ने हो। त्यसलाई चोखो पानी दिए, सुन पानी दिए, दुनियाँ पन्छाएँ हाम्रो घरैसीबाट होइन। एकताल त हस्पिटल पहिला लैजाउँ, अनि हस्पिटल लगेर के कस्तो हुन्छ उपचार गर्नुभयो, हस्पिटलमा भएन।
म यो मेन्टल हस्पिटल उसमा नि गएँ तपाईँको यो पाटनमा गएँ। पाटनमा गएर त्यहाँ औषधि पनि खाँदै थिएँ र पनि मलाई छोडेकै थिएन कि। अनि त्यसपछि फेरि बिस्तारै हुँदै म यता अरू झाँक्रीहरूसँग गएँ। म अरू झाँक्री कहाँ जानु? थुप्रै निकै झाँक्रीहरूकोमा गएँ। हजुर। कहीँबाट कहीँ बुट्टी बाँध्यो, कहीँ कति बुट्टी बाँध्यो, मैले त्यही सिप लाग्यो। अन्तिममा आउँदाखेरि आफ्नै टोलमा हुनुहुँदो रहेछ। अब यो सुन्दै आइयो। अहिले इन्द्र झाँक्रीले गरेर आइसिसी कस्तो सबै ठिक छ हजुरलाई? ठिक छ। म यहाँ आएर यही आश्रममा आएर पनि बसेँ। म यहाँ आएर बसेर मेरो सबै कुरो यहीँबाट यो भएर म अहिले मेरो जति पनि स्मरण शक्तिहरू आफूले बोलेको कुराहरू बिर्सेको कुराहरू पनि सम्झिने अहिले त्यो भएर पनि रहेको छु। धेरै नै निको पनि भइसक्यो। अहिले हजुरलाई धेरैले हजुरको कुरा सुन्ने, हजुरलाई यतिखेर धेरैले हेरिरहनु भएको छ, देखिरहनु भएको छ होइन? हजुरको कुरा सुनेर कति त जाउँ अहिले जाउँ जस्तो पनि भएको होला। उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ? त्यस्ता त हजुर जस्तो बिरामी त कति धेरै हुनुहुन्छ नि अहिले, उहाँहरूलाई के भन्नुहुन्छ? म अरूहरूलाई पनि यही भन्न चाहन्छु कि यहीँ आएर एकताल तपाईँहरूलाई विश्वास यदि लाग्छ भने आएर एकताल उपचार गरेर हेर्नु। जस्तै कोही जाँडक्सी खाएर बौलाएछ हुन्छ, कोहीलाई के यस्तो यस्तो रोग, कोहीलाई के रोग भन्दा यो मानसिक सन्तुलनलाई धेरै रोगहरूको नाम चाहिँ मलाई पनि चिन्ने हुँदैन। मलाई त हेलोसेसन हो कि के भयो पनि भनेको थियो डक्टरहरूले। तर त्यो औषधि खाँदा पनि मलाई भएन। 6 महिनासम्म लगालग खाँदा पनि मैले त्यो औषधिले केही काम नगरेपछि म अन्तिममा आएर यहीँ आएर नै निको भएको हो। र तपाईँहरू सक्दो यस्तै म जस्तै बन्न चाहनुहुन्छ भने एकताल तपाईँको विश्वास हो। तपाईँको विश्वासले गर्दा कुनै पनि हस्पिटलको उसले नभएर पनि आउनु भएको छ भने जाँडक्सी खाएर मात्रै बौला हुनु त्यो होइन रहेछ। यसमा पनि कुनै तत्त्वहरू जुनै लागु उयो हुँदो रहेछ भन्ने कुरो मैले पनि विश्वास लिएर विश्वासको। हस्, हजुरलाई धेरै धन्यवाद, दीर्घायुको कामना है। हजुरको नाम कहाँबाट आउनुभयो यहाँ? म चाहिँ चन्द्र लामा। म चाहिँ यता रामहिटीबाट, यता रामहिटी माथिबाट आएको। मेरो चाहिँ पहिलेदेखि टाउको दुख्ने रोग थियो। हस्पिटलमा गयो, ब्रेन ट्युमर हो कि भनेर सिटी स्क्यानहरू पनि गरेर हेऱ्यो। पछि चस्मा लाउनुपर्छ भनेर चस्मा पनि लगाएँ। त्यही पनि नभइसकेपछि यता गुरुकोमा आएको थियो। अनि गुरुले के भूतप्रेतहरू लाग्यो भन्नुभयो। अनि सबै झारझुर गऱ्यो, औषधिहरू दिनुभयो, त्यसपछि केही औषधि खुवाउनु भयो। त्यसले गर्दाखेरि अहिले म चस्मा नै छोड्नु परेको छ। टाउको दुखेर ठ्याक्कै कम भयो। पछि गएर म हस्पिटलमा गएर हेर्दाखेरि खासै अहिले त सबै ठिक भएछ। किन एलोपेथिकले हस्पिटल अस्पतालहरू यत्रो अहिले त यति धेरै टेक्नोलोजीको विस्तार छ, हस्पिटल अस्पतालहरूले चाहिँ उपचार गर्न सकेन हजुरको रोगलाई? यसो हुँदो रहेछ। अब ठ्याक्कै मलाई पनि थाहा भएन होइन। अब त्यो त हस्पिटलले अब कसरी हेर्नुभयो, कुनै उहाँले ट्युमरहरू देख्नुभयो भनेर अब गर्ने होला होइन। सायद अब बाइपिचासै लागेको हो भनेर उहाँहरूले त कुनै पनि एनर्जी नदेख्ने रहेछ नि त। त्यसले गर्दाखेरि उहाँहरूले सायद त्यही भएर पनि नसकेको हुनुपर्छ, मलाई त्यस्तो लाग्छ। वास्तवमा के भएको रे हजुरलाई? मेरो टाउको दुख्ने, यता बेसी झुम दुख्ने, कहिले यतातिर दुख्ने, कहिले यतातिर दुख्ने, कहिले यस्तोतिर दुख्ने, त्यो भएको थियो कि तपाईँको। हजुर। अनि त्यसले गर्दाखेरि त्यो हस्पिटलतिर गएँ, 2टा हस्पिटलमा गयो। अनि त्यसले गर्दाखेरि उहाँहरूले सबै एक्सरेहरू गर्नुभयो, सबै हेर्नुभयो। त्यो आँखाको लेन्सहरूमा अलिक कमजोरी भयो कि भनेर त्यो पनि हेर्नुभयो। सबै त्यो गरेर तिरुगङ्गादेखि यता त्रिपुरेश्वर आँखा हस्पिटलसम्म पनि पुग्यौँ। अनि त्यहाँबाट पनि 0.25 को चाहिँ मैले चस्मा दियो। हजुर। त्यसपछि पनि भएन। त्यसपछि नभइसकेपछि 2-4वटा ठाउँमा नि गएँ। अनि त्यहाँ ध्यान नजिकै भएको भएर त्यहाँ जानु न सबैले, त्यहाँ तन्त्र मन्त्र यन्त्रमा जानु महागुरुकोमा भन्नुभयो। यसो हेर्दै आउँदाखेरि ठ्याक्कै भेट्यो गुरुलाई। ल गुरु मलाई यसो समस्या पऱ्यो भनेर कुरा गरेको थिएँ। ल ठिक छ भन्नुभयो। आँखातिर छरिदिनु हो, सबै टाउकोतिर कहिले मान्छेले कहिले उयो हानेर उयोले घोषिदिने यसो गरेर ह्याकेँ होला गुरुको। अब त्यसले गर्दाखेरि अहिले चाहिँ मलाई धेरै राहत मिलेको छ। धेरै राहत छ। हस्पिटलहरूबाट कहीँ कतै नभएर थाकेर आउनुभएको है? त्यसले गर्दा अहिले चाहिँ ठिक्क छु, जहाँ गए पनि चस्मा लाउनु पर्दैन। हस्, धेरै धन्यवाद। ल दिदी, हजुरको नाम? मेरो नाम सरस्वती तामाङ। अनि कहाँ बस्नुहुन्छ यहाँ? कसरी थाहा पाउनुभयो यो इन्द्र गुरुको बारेमा? एकजना दिदी गलाइजो बुझ्नुहुन्थ्यो, त्यही दिदीले तल रामहिटी ओह्रालोमा एकजना दाई धामी हुनुहुन्छ भन्नुभयो। अनि त्यही भएर
ए भनेपछि नजिकैबाट खासमा के भएको हजुरलाई मलाई ग्यास्ट्रिकको गोलो जस्तो पेटमा हिँड्थ्यो अनि माताकोमा नि गयो माताकोमा गएको 7,000 को दबाई दियो कहाँ जानुभयो कहाँ माता भनेको उता दक्षिण ढोकामा रहेछ एउटा माता अनि बोक्सीले दिएको बिगार रहेछ त्यो बिगारको डल्लो जान्छ भनेर 7,000 को दबाई दिएको थियो 2 बोतल त्यो 2 बोतल दबाई खाँदा नि भएन अनि यहाँ दिदीले यहाँ जानु भन्नुभयो अनि यहाँको अनि त्यस्तो समस्या रहेछ हजुरको एकचोटि अस्पतालहरू जानु भएन कहाँ जानुभयो मेडिकल कलेज पनि गयो अनि आल्का हस्पिटल भन्दो रहेछ उता कहाँ हो त्यो उता जाउलाखेलको त्यहाँ 2-3टा हस्पिटलमा गयो दिदी भेनाजुले लानु भएको त्यो उयोले होइन होला बोक्सीले दिएको बिगारले होइन होला भनेर अनि दिदी भेनाजुले चर्चमा जाऊँ पनि भन्यो अनि म नजाने चर्चमा टिका लाउनु हुँदैन रे तिहारमा दाजुभाइलाई भनेर गएन त्यहाँबाट पनि हस्पिटलमा पनि भएन हस्पिटलबाट त कलेजमा बसो पलाएछ भन्यो अनि मेडिकल कलेजमा चाहिँ जान रक्सी खाँदो रहेछ चुरोट खाँदो रहेछ भन्यो अनि मैले खाँदैन भनेको अनि त्यहाँ दिदी र भेनाले अनि त्यो डक्टरै होइन यो त आइदियो भनेर उता लगेर फेरि एक्सरे गरेर हेरेको अनि त्यहाँ चाहिँ कलेजमा बसो पलाएछ तैपनि त्यहाँ उपचार भएन अनि त्यो दबाईहरू खाइरहेछ अहिलेसम्म खाइरहेछ त्यो दबाई त दबाईले भएन अनि यहाँ आएर यहाँ गुरुले उयो पानी तातो पानीमा एउटा दबाई घोलेर दिनुभएको थियो त्यसले चाहिँ अलिक आराम भएको छ अलि राम्रो भएको छ कति दिन भयो हजुर आउनुभएको यहाँ म आएको त 1 हप्ता जति भयो 1 हप्ता भयो 3चोटि भयो अब हाम्रो इन्द्र झाँक्रीले कहिलेसम्म कम्प्लिट निर्कुल पार्छु हजुरको रोग भन्नुभएको छ हजुर आइराख्नुहोस् अब यति यो समयसम्म चाहिँ आइराख्नुहोस् त्यसपछि निको हुन्छ भन्ने त भन्नुभएको छ होला नि भन्नुभएको छ 1 महिनासम्ममा हप्तामा 1चोटि 2चोटि आउनु न फुर्सद भएको बेलामा भनेछ मेरो पनि काम त छ अनि त्यही भएर त्यस्तो भन्नुभएको छ अहिले त्यसो भए हजुरलाई धेरै राहत मिलेको छ राम्रो छ धेरै कम भएको छ पहिलाभन्दा नत्र ग्यास्ट्रिकको गोलो जस्तो पेटमा हिँडेर सुत्न नि हुँदैन थियो खाना नि हुँदैन थियो अनि त्यो दबाईले चाहिँ अहिले ठिक गरेछ अब हजुरलाई हेर्ने हजुरलाई सुन्नेहरूलाई चाहिँ के भन्नुहुन्छ यस्ता कति धेरै बिरामीहरूले हजुरलाई यतिखेर हेरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ भने यहाँ राम्रो फुट्नुहुन्छ धामी दाइले यहाँ आउनु होला यहाँ ठुकेर जानु होला ल हस् धेरै धन्यवाद दिदी है अनि हजुरको समस्या त यो एलोपेथिक उपचारबाट सम्भव देख्छु म चाहिँ होइन अब धामी झाँक्रीमा विश्वास गरेर यहाँ आउनुभएको रहेछ यत्रो हस्पिटलहरू छ राजधानीमा कतै जानु भएन हस्पिटलमा देखाउनु भएन चेकअप गर्न इन्डियातिर जहाँ कोही गयो अनि मेरो साथी मेरो घरभन्दा उतापट्टिको साथी एउटा थियो इन्डिया नि जानु भएको थियो हजुर उपचार गर्न अनि इन्डियामा भएन उपचार हजुर ए नेपालमा पनि गर्नुभयो कतै भएन अनि त्यो साथीको मार्फतबाट चाहिँ यहाँ गुरुलाई मेरो गुरु छ साथी अनि त्यो त्यहाँ जाउँ न त भनेर चाहिँ उहाँले भन्नुभयो अनि यहाँ आएको यहाँ कस्तो छ इन्द्र गुरुले गरेपछि ठिक छ अहिले राम्रो छ एकदम ठिक छ धेरै राम्रो छ एकदम हस् ल मानव सेवा नै सबैभन्दा ठुलो र सर्वोच्च धर्म हो अनि तान्त्रिक शक्ति नै यथार्थ वास्तविक र शाश्वत सत्य अनि शक्ति हो यतिखेर हामी तन्त्र मन्त्र अनि जन्त्रका एक सिद्ध पर्याय इन्द्र स्याङताङ अर्थात् इन्द्र झाँक्री उहाँको यो कुटीमा आइपुगेका छौँ मे महागुरु तन्त्र मन्त्र यन्त्र मानव सेवा केन्द्र बौद्ध छ सिद्धिनगर रामहिटीमा उहाँको कुटी छ विगत 30औं वर्षदेखि उहाँ यो तन्त्र मन्त्रसँग सन्दर्भित हुँदै ज्योतिषीय परामर्शको सेवामा डटिरहनुभएका एक तान्त्रिक योद्धा हुनुहुन्छ उहाँसँग हामी केही आधिकारिक रूपमा उहाँकै युक्तकण्ठबाट केही कुराहरू सुन्ने र बुझ्ने जमर्को गरेका छौँ र सबैभन्दा पहिला म गुरुलाई स्वागत गर्छु र स्वागतसँगै उहाँलाई मैले सुरुमा एउटा प्रश्न गर्नुपर्छ हजुर कस्तो प्रकृतिको अथवा कस्तो खालको झाँक्री म चाहिँ अब कुनको झाँक्री भनेर विश्वमा धेरै परिकारका झाँक्रीहरू हुनुहुन्छ माताहरू पनि हुनुहुन्छ होइन अब कोही आफैले भन्न सिकेर अनि यो झाँक्रीहरू पनि धेरै प्रकृतिको हुन्छ कुनको झाँक्री चाहिँ के अर्थमा अरू झाँक्रीहरूभन्दा फरक हुन्छ कुनको झाँक्री चाहिँ अरूभन्दा किन फरक देखिन्छ भनेदेखि बौद्ध धर्म भनेको चाहिँ पहिला यो सृष्टिकालदेखि नै भगवान र यो अब
स्थापना भयो त्यहीदेखि हामी चाहिँ अब वनधर्म चाहिँ फरक भन्नुको कारण चाहिँ त्यही किनभने अरू जस्तो होइन अब हामी सभ्यतामा काम गऱ्यौँ जे देखेको त्यही गर्ने थिए अनि जस्तो अब पहिला कुल पितृ चढेको छ मान्छेले पत्ता लगाउन सक्दैन त्यो कुल पितृ उत्रेकै मान्छेले मात्रै चलाउन सक्छ त्यस कारणले फरक चाहिँ त्यही अनि कुलले कुल चलाउनु जानेको हामीले चाहिँ अरूसँग तुलना गर्नुभन्दा अब भगवान्को पालादेखि नै छ। अब यहाँ 3 दशकदेखि यो सेवामा हुनुहुन्छ, आफूले डटेर खटेर लागिरहनु भएको छ, आफ्नो अथक प्रयासका साथमा धेरै त्यस्ता बिरामीहरूको नवदेखिको पात्र पनि बनिसक्नु भएको छ। कस्तो कस्तो बिरामीहरू आउनुहुन्छ र हजुरले गरेको उपचार गरेको तान्त्रिक उपचार गरेको बिरामीहरूको आधिकारिक रूपमा कस्तो रूप पाउनु भएको छ? अब दुध बिमार परेको धेरै आउँछन्। अब कस्तो प्रकारको भनेर साध्यै लाग्दैन। कोही क्यान्सर पीडितहरू पनि आउनुहुन्छ होइन, कोही अब देवीदेवता उक्लेर पनि कुण्डहरू उक्लेर पनि अब उनीहरू चाहिँ पत्ता लगाउन नसकेको अनि त्यस्तैहरू पनि आउनुहुन्छ। कतिपय अब मान्छेले चुना बिगार गरेका, कालो जादु लगाइदिएका होइन, जाँड रक्सीको बिगार दिएका अनि कसैको चाहिँ घरबाटै बिगार दिएको त्यस्तोहरू धेरै आउनुहुन्छ। अनि आउँदाखेरिमा अब हामीले चाहिँ अब के छ भनेर ठ्याक्कै छुट्याएर गर्दाखेरि अब कतिपय अब गर्न नसकेको अब तिम्रो उपचार हुँदैन हामीबाट, अब तिमीहरू चाहिँ दैविक शक्ति जहाँ छ कसले भेट्छ हामी झाँक्री नै हो, अब जानु भनेर बताउनेहरूलाई चाहिँ हामीले नै धेरै नै राम्रोसँग उपचार गरिदिएको छ। अब जस्तो अब हामीले चाहिँ उहाँको भविष्य अब हेरेर ज्योतिषशास्त्रबाट हेरेर अनि त्यसको चाहिँ यो आयु नै सिकिसकेको छ। आयु नै सिकेपछि जस्तो अब 75 होइन, 90 वर्ष 100 वर्षका आयु हुन्छ। त्यो आयुहरूमा पनि अब सिकिसकेपछि त कामै छैन। अब यो हजुरले भन्नुभयो अस्पतालबाट बिरक्तिएर यो अन्तिम शय्यामा कोमामा लास्ट स्टेजमा कहीँ कतैबाट नपाइसके पछाडि हजुरलाई त्यो आश बोकेर आउनुहुन्छ, उहाँहरूलाई चाहिँ कसरी यहाँले उपचार गर्नुहुन्छ के भन्नु? पैसा जति सबै हस्पिटलले खाए, कुनै कुनै ठाउँमा पनि त्यस्तै अब धामी कता कताबाटै हामीलाई गरिसक्यो भनेर आउनुहुन्छ। अब त्यो उहाँहरूलाई चाहिँ अब मैले गर्न सकेको छ त्यसरी नै अब गर्दैछु, राम्रैसँग भइरहेको छ। ज्योतिषीय परामर्श यो पनि यहाँले गर्नुहुन्छ। ज्योतिषीय परामर्शमा चाहिँ अलिकति फरक पनि देखिन्छ नि तान्त्रिक उपचार र तान्त्रिक पद्धतिभन्दा त। त्यसमा चाहिँ कस्तो खालको बिरामीहरू पाउनु भएको छ, कस्तो कस्तो लाग्छ? ज्योतिषीमा चाहिँ कस्तो हुन्छ भने अब जस्तो अब बिमारीहरू भएको मान्छे चाहिँ बेसी आउँदैन ज्योतिषीहरूमा। जस्तो अब मेरो बिहे कहिले हुन्छ, मेरो कस्तो केटीसँग लभ पर्छ, भविष्यमा कतिवटा बुढाबुढी हुन्छ, म धनी हुन्छ कि गरिब विदेश जाने यो छ कि छैन? छ कि छैन, अनि कति वर्षमा मलाई घर जस्तो लाग्छ, मेरो घरमा वास्तुशास्त्र कस्तो छ भनेर यस्तै हेर्न आउनुहुन्छ। जस्तो यो पारिवारिक रूपमा श्रीमान श्रीमती बिचमा फटफट भएको जोडी दम्पतिहरू चाहिँ कतिको हाम्रो त्यो धेरै विरक्तिएको देखिन्छ। कहीँ कतै कसो गरी पनि त्यो नभएको उपचार नभएको आफ्नो समस्या नसल्किएकोलाई पनि यहाँले सुनेको छु, धेरैको उपचार गर्नुभएको छ। त्यस्तो दम्पतिहरूको पनि यहाँले समस्या सुल्झाइदिनु भएको छ अरे त्यसमाथि के भन्नुहुन्छ? उहाँहरू चाहिँ अब के भने अलिकति कोही चाहिँ भनौँ न श्रीमानहरूको जाँड रक्सी खाएर अहिले त धेरै जस्तो अब फेसबुकहरूबाट अब आँखा लाउनु अब त्यसरी बिग्रेकाहरूलाई चाहिँ अब कसरी गर्न सकिँदैन, किनभने उहाँहरूको त अब कसै बिग्रेर गइसक्यो। अब आँखा लाउने त होइन, त्यसरी चाहिँ उपचार गर्न सकिँदैन। अनि जस्तो अब कसैले चुनामुहानी गर्यो, देवता बिग्रियो, त्यो घरमा चाहिँ अब समस्याहरू आएन, त्यही घरको मान्छेहरू बितेर गयो अनि त्यही घरको मान्छे चाहिँ अब त्यहाँ जागेर बस्यो मनी मसान जस्तो भनेर, अथवा अब त्यसलाई चाहिँ धेरै सताएर बसेछ, सबैजना बिरामी हुन्छ। अब बुढाबुढी हेर्दाखेरि बुढाबुढीलाई नै रिस उठ्ने, उनीहरू आफै बोल्दाखेरि पनि रिस उठ्छ क्या त्यस्तो प्रब्लम। अनि उहाँहरूलाई चाहिँ ग्यारेन्टीका साथ एकदम मिलाएर
त फुलको झाँक्री होइन फुल झाँक्री भनेर भन्नुहुन्छ अहिले पनि हजुरले अघि नै आफ्नो त्यसोमा आफ्नो खुलाइहाल्नुभयो अब यो कुल पितृ असन्तुष्टि हुँदाखेरि अरूको आफ्नो होइन अरूको धेरै अरू हाम्रो आफ्नो सर्वसाधारणको कुल पितृ असन्तुष्टि हुँदा कुल पितृ बिग्रिएको अवस्थामा यहाँले त्यो बिग्रिएको र असन्तुष्ट भएका कुल पितृहरूलाई कसरी मनाउनुहुन्छ अथवा कसरी सन्तुष्ट पार्नुहुन्छ कसरी मिलाइदिनुहुन्छ कुल पितृ भनेको नै एउटा अब भगवानै हो पितृ भनेको चाहिँ हाम्रो बाजेहरू बित्दै गएको असन्तुष्टि कस्तो भने मान्छे अकाल मृत्युमा बितेको उहाँको चाहिँ आयु नसिकिकन बितेकाहरूलाई चाहिँ उहाँहरू चाहिँ माथि जानु जस्तो एउटा स्वर्ग जाने नर्क जाने आफ्नो चाहिँ एउटा दरबार हुन्छ जस्तो आमाको स्याङमा गए अनि स्याङमा गएर एउटा दरबार हुन्छ जतिजना मरेर गए उहाँहरू चाहिँ छिर्न पाउँछ आयुमा बित्यो अनि दुर्घटना भएर बित्यो भने त्यतिकै भौतारी जान्छ अनि त्यो भौतारीको मान्छे चाहिँ अनि त्यसपछि उसलाई त अब शारीरिक नभएपछि त खाना पाइएन पानी पनि पाइएन अनि त्यस्तै कारणले चाहिँ त्यहाँ समातिरहेको हुन्छ त्यो थाहा हुँदैन बिचरा त्यो अन्जान मान्छेहरूलाई चाहिँ अनि थाहा नभएपछि अब हामी अब जान्ने अब लामा झाँक्रीहरू होइन अब कुल चलाउनेहरूले चाहिँ अब हेर्ने थाहा हुन्छ यो फलाना फलाना बितेर यस्तो चाहिँ अब सघाइरहेको रहेछ यो ठाउँमा अनि अब बाहुन छेत्रीहरूको त अब जाँद थियो माछा मासु पनि चलाउनु उहाँहरूको मस्ट सबै के मस्ट भन्छ मात्रै खान्छ अब तामाङहरूको भयो उहाँहरूको चाहिँ अब काठमा पनि चल्छ होइन जिउँदोमा कसरी खान्छ उहाँहरूले त्यसरी नै उहाँहरूलाई बोलाएर ल अबदेखि तिम्रो चाहिँ आयुसम्म चाहिँ तिमीलाई चाहिँ खाना खुवाउँछौँ तिमीलाई चाहिँ राम्रोसँग राख्छौँ यसको शरीरमा नसकाऊ त्यसलाई दुःख नदेखाऊ भनेर त्यसलाई चाहिँ अब भनौँ न दुःख बिमारहरू नबनाइयो यसको चाहिँ अब पितृ कुलले रोकेको कामहरू सबै बोलिदिनु अनि त्यसपछि यसको व्यापार बिजनेस पनि बढाइदिनु आयु पनि लामो गराइदिनु बच्चा बच्ची पनि हुँदैन त्यो कुल बिग्रियो भने बच्चा बच्ची भइहाल्यो भने आँखा तपाईँसँग पढाइ छ ज्ञान छ सबै कुरा ठिक छ तर पनि उसलाई जागिरै लागेर अनि कुल पितृ बिग्रियो भने तपाईँको चाहिँ त्यो पनि भयो अनि व्यापार बिजनेसहरू जति हुन्छ त्यो व्यापार बिजनेसहरू मन्द चल्छ पैसै नदेखि अनि त्यस्तै घरमा पनि चाहिन्छ चलाउनु पाइँदैन अनि त्यस्ता कुल पितृलाई चाहिँ हामीले बोलाएर अब जसले अब कुललाई बोलाएपछि आउँछ राजाले बोलाउन आउँछ कुल चलाउन जानेले चाहिँ अनि सर्वत्र कुल बोलाउँदाखेरि उहाँहरू जस्तो पनि जुनै जाने बोलाउँदाखेरि आएपछि अनि उहाँहरूले चाहिँ अब के खाने कसो अनि आसनमा बस्छु यसरी बस्छु भन्दाखेरि उहाँहरूले राखिदिने अब हजुरले नै उपचार गरेको केही बिरामीहरूको मुक्त कण्ठबाट मैले सुनिरहेको छु थोरै अनि उहाँहरूले भन्नुहुन्छ म अब विमुचीहरू अथवा लामा गुरुहरू हुन पनि म गएँ त्यहाँबाट पनि भएन अहिले म हाम्रो इन्द्र झाँक्रीमा खासमा त्यो लामा गुरुहरू अथवा विमुचीहरू लामा गुरुहरू भन्दा चाहिँ कस्तो हो कति फरक हुन्छ अन्तर हुन्छ मन्त्रमा मन्त्र तन्त्र उहाँहरूको सबै कुरा यो बाटो नै अलग हुन्छ जस्तो अब रेगर्जीहरू भनेको चाहिँ अब मर्दाखेरि मात्रै काम गर्ने अनि उहाँहरूको औँलारी त धेरै ठुलो नै हुन्छ अनि उहाँहरूले चाहिँ अब यो पुलहरू चलाउने तेल मसान देशानलाई गर्ने काम गर्नुहुन्छ उहाँहरूले चाहिँ नगर्ने क्षेत्रमा तपाईँहरू स्वर्ग जानु छ राम्रो अब अन्तिममा हामीलाई धेरै यहाँका शुभचिन्तकहरू कति धेरै बिरामीहरूले जो 52 भुसा पिपन्न ठक्कर खाएका बिरामीहरू धेरै हस्पिटलहरूमा गएर पनि जो उपचार नपाएका बिरामीहरू पनि म पक्कै पनि अब यो सुनिसकेपछि एकचोटि इन्द्र झाँक्री कहाँ गएर उहाँलाई भेट्छु उपचार गर्छु भन्ने लागेको उहाँहरूलाई अथवा समग्र आफ्ना पहिला हजुरले उपचार गरेका ती बिरामीहरूलाई अन्तिममा के भन्नुहुन्छ हेर्नु अन्तिममा म के भन्न चाहन्छु अब हामीले जानेको बुझेको सम्म अब हामीले गर्ने हो होइन अब एकचोटि अब हामी कहाँ पनि अब आउनु होला सबै ठाउँमा थाकिसकेको जस्तो
भइसक्यो अब अनि हस्पिटलतिर पनि नयाँ मान्छेहरू कहीँ गएर काम बनेन भने अनि सबैतिर सिकेपछि चाहिँ म आउनु होला एकचोटि चाहिँ पनि होइन भन्न चाहन्छु त्यही धेरै धन्यवाद